गाइज होइन यो जापानको सडकमा लफर हुँदैछ होइन यहीँ हाम्रो सारू यहीँ नाना अर्थात् लुगा कपडा यसरी यहाँ चाहिँ मानिसलाई पहिला प्राथमिकता दिइने गरिन्छ जहाँ चाहिँ ट्राफिक लाइट छैन अनि हामी सर्लक्कै हिँड्छौँ यसरी होइन गाइज झन्डै मोबाइल झर नि गाइज यहाँ हामी खासमा काफल टिप्न आएको हो यहाँ काफल हेर्नुहोस् न यहाँ नेपालमा यहाँ छोड्दैन थियो यहाँ त काफल त यहाँ हेर्नुहोस् न यहाँ गाइज काफल त यति मजाले झर्छ यहाँ काफलहरू छ यो बोटमा उहाँ काफलको बोट हेर्नुहोस् न गाइज काफलको बोट हेर्नुहोस् कति फल्याएको छ त काफल काफल फल्यो भन्छ नि काफल त राम है हेर्नुहोस् काफल केही गर्दैनौ अब चाहिँ हामी आलु बखडा खोज्न गइरहेको छौँ नि आलु बखडा पनि छ भन्ने सुनेको थिएँ नेपाली भएपछि यतिको त गर्नै पर्यो हेर गाइज हेर्नुहोस् ओहो आलु बखडा त अक्खर रहेछ नि त सर यहाँ त गाइज हेर्नुहोस् आलु बखडा तर पाक्न चाहिँ पाकेको छैन कि क्या मजाले जस्तो लाग्यो त्यहाँ हेर्नुहोस् आलु बखडा यहाँ त अर्कै खालको आलु बखडा रहेछ ओ काँडाले चाहिँ हात घोत्ला साथी यहाँ हाम्रो चाहिँ टक्कै के अरे आलु बखडा टिप्नलाई साथीहरू लागेर परिरहनु भएको छ मान्छेले पनि कसरी हेर्छ हौ दाइ सबजना हेरिरहेको छ के हो हल्का हाल्नु अमिलो फेरि कोइनतिर लाग्दैछौँ हामीले टिपिसक्यौँ कोइनमा बसेर खान्छौँ नेपालमा पनि यत्रै ठुलो फ्लड लाइट देख्ने ठुलो रहर छ जपनादेखि भात खाएको छैन दादा 5 रुपियाँ दिनु न दादा 5 रुपियाँ दिनु न हेर्नु नाना यो बहिनीलाई अलिकति गाह्रै परे जस्तो छ नाना 5 रुपियाँ दिनु न 5 रुपियाँ काफल भन्छ यसलाई होइन गाइस मिठो रहेछ तुमसे ना हो पाएगा गाइज यो चाहिँ आलु बखडा यस्तो रहेछ यहाँको चाहिँ कस्तो हुँदो रहेछ म चाखेर भन्छु ल यो चाहिँ पाकिसकेको छैन र अलिक अमिलो छ तर मिठो चाहिँ मिठो छ खाँदैछु तपाईँहरू चाहिँ जिन्दै देखाएको छैन होला त्यही पनि म देखाउँदैछु काफल टिपे गाइस यहाँको हल्का यो चाहिँ